हेलो मेरो किसान मित्र साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। सधैँको जस्तो आज पनि म उपस्थित भएको छु। यो दशैंको कारणले गर्दाखेरि केही बिजी भएर गर्दा मैले नियमित भिडियो बनाउन पाइनँ र 21औं र 22 दिनको दुईटा भिडियो छुटेको छ। आज 23 दिनमा कुखुरा प्रवेश गरेको छ र यिनीहरू अलमोस्ट तपाईको 800 ग्राम केजी 800 ग्राम क्रस छ यिनीहरू कुखुराहरू भने। कोही 1 किलो छ भने हामीले सरदर भनेको 800 ग्राम मैले एभरेज राखेको छु यिनीहरूको वेट। यिनीहरूको आज 23औं दिनमा हिजो मैले नापेको थिएँ 800 ग्राम कस्तो भने आज अलिकति इम्प्रुभ छ यिनीहरू, अलिकति बेसी होला। खैर छोडिदिउँ जे होस्। 800 ग्राम यिनीहरू अहिले लगभग सबै अलमोस्ट कुखुरा भनेको 800 ग्राम छ भने। र अब हामीले गर्नुपर्ने कार्यहरू के छ त, के हामीले गर्नुपर्छ यो अब जे होस्। अब दिन बढ्दै गयो, हामीले अब जे होस् टेम्परेचर हामीलाई मिलाउन गाह्रो छैन, तर टेम्परेचर मिलाउन गाह्रो छैन भन्दा पनि अब दिनै पछि जाडोको बढ्ने क्रमशः जारी छ भने अब यस्तो अवस्थामा हामीले कसरी कुखुरालाई हुर्काउन सकिन्छ र कुखुरालाई निरोगी कसरी बनाउने भन्ने कुरामा म छलफल गर्न गइरहेको छु। हरेक किसानहरूको म प्राय म देख्ने गर्दछु कुखुरा पालनमा घाटा भयो, कुखुरा पालन भनेको जुवा हो, यो व्यवसायमा भनेको सकिँदैन भनिन्छ। र यो व्यवसाय गर्नको लागि म पहिलो तपाईहरुलाई के भन्छु भने मेन कुरा भनेको हामीले व्यवसाय जे काम गर्दा भनेको नि पहिलो भनेको हामीलाई अनुभव हुन अति नै जरुरी छ। अनुभवै भएन हामीले गर्ने, हामीसँग दक्ष नै पुग्दैन भने जुनै पनि काम हामीलाई गाह्रो पर्ने हुन्छ भने। र दोस्रो कुरा भनेको हामीले सिजन हेर्नुपर्छ र सिजन कस्तो सिजनमा हामीलाई कुखुराको भाउ पर्छ, कस्तो सिजनमा कुखुराको भाउ पर्दैन त्यो हामीले जानकारी लिन अति नै आवश्यकता छ। अरूभन्दा एक कदम अगाडि हुनुपर्छ जहिले पनि यो कुखुरा व्यवसायमा गर्दाखेरि भनेको। एक कदम अगाडि कसरी हुन सकिन्छ भन्दाखेरि भनिन्छ भने यो कुखुरा मैले निकालेको भनेको जोस तपाईको दशैं को 1 महिना अगाडि जो तीजको बेलामा मैले कुखुरा निकालेको थिएँ भने मैले लगतै मैले खोर रेस्ट गरेर मैले कुखुरा हालेको थिएँ भने आज भोलि म कुखुरा निकाल्थेँ। तर मैले किन त्यो छिटो गरिनँ भने पहिलो कुरा त भनेको हामीले बजार भाउ हेर्ने हो। बजार हेर्ने, आफूले कुन ठाउँमा गरिदैछ त्यो बजार भाउ बुझ्ने हो। बजार भाउ हामीले बुझ्ने हो। बजार भाउ बुझ्दाखेरि भनेको के छ मार्केटमा अवस्था र कुखुराको कति छ माग, त्यो तरिकाले हामीले कुखुरा पाल्न अति नै जरुरी छ। र दशैं अगाडि भनेको 16 श्राद्ध हुन्छ। 16 श्राद्धमा त्यति मासु खपत हुँदैन र 16 श्राद्धमा मासु खपत नभएपछि कुखुरा जाम लाग्छ। कुखुरा जाम लागे पछाडि भनेको पछिको कुखुराले भाउ भेट्दैन भन्ने कुरा सबैलाई थाहा नै छ। र यस्तो जान्दै भनेको नि हामीले कुखुरामा हौसिनु हुँदैन, हालिहाल्नु हुँदैन।